हेलो गाइज, स्वागत छ तपाईँहरूलाई नयाँ ब्लगमा होइन। यो चाहिँ हो नेपाल टुरको पार्ट 2। हामी चाहिँ पार्ट 1मा चाहिँ हामी अन्तु डाँडा गएको थियौँ। सो पार्ट 2मा चाहिँ अन्तु पोखरी अनि कन्याम जाँदैछौँ। सो हेर्दै गर्नुहोस्। चाहिँ अब पोखरी जाँदैछौँ, अन्तु पोखरी। अन्तु पोखरी हो यो चाहिँ। यस्तो उयोहरू छ टक्कसँग लगाएर हो। यो चाहिँ फेरि टी गार्डनहरू रहेछ, त्यो पनि कटेज होला। हामी चाहिँ के भने हिजो चाहिँ अब नाइट स्टेको लागि नै आउने प्लान थियो, तर हिजो पानी परेर थन्डरस्टर्म पुरा गरम गरौँ भनेर चाहिँ त्यस्तो प्लानै क्यान्सल भयो भनौँ न अब हो। तर पनि अब आज चाहिँ आयौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बोटिङ छ होला हो। हामी चाहिँ बोटिङ गर्छौँ। अन्त यहाँ रहेछ माथितिर पनि लजहरू छ। हामी चाहिँ बोटमा म बोजू एकपट्टि हो, आमा बाबा एकपट्टि, बाजे भाइहरू चाहिँ उयो अर्को बोटमा आउनुहुँदैछ। यो चाहिँ हो अन्तु झिल। हामी चाहिँ यहाँ बोटिङ गर्दैछौँ। हामी चाहिँ अन्तु झिलपट्टि ऊ पर बाजे भाइहरू चाहिँ निस्किनु हुँदैछ। आमा बाबा चाहिँ आजको बोटको उयो हुनुहुन्छ हो। एक्सर्साइज हुन्छ नि। भ्यू हेर्न सक्नुहुन्छ। ऊ पर पछाडि चाहिँ बाजे बाबाहरू हुनुहुन्छ। अर्को सेकेन्ड बोटमा यो चाहिँ हो यहाँको भ्यू अन्तु झिलबाट। हामी चाहिँ बोटमा हो। हामी अस्ति नै आउँदा यतैबाट झरेको थियो एमा भत्काएछन् नि फास्टफुडको दोकानहरू। भाइ बाबाहरू अन्तु डाँडा त पर त होइन। फेरि एक ट्रिप भनिदिनुहोस् त। भनिदिनु ए हुन्छ। हाम्रो मुन्डाको भानिजहरू माथि सुनमा बस्ने साइला भानिजहरू आउनु भएको रहेछ। अन्त भानिजको हाम्रो भान्जीको छोराहरू हिजै आउनुभयो भनेर भन्नुभएको थियो। आज आउनुभएको छ र पनि यसरी घुमाउँदै छौँ। दार्जिलिङबाट आउनुभएको छ कि, त्यसले गर्दा यसरी घुमाउँछौँ। अन्तुडाँडा घुमेर यहाँ आयौँ। अब यसरी घुमेर यता डुङ्गा चलाउँदैछौँ। अब भन्ने घुमेर आजै जानुहुन्छ अरे भन्ने गर्दै हुन्छ। आज बस्नु भनेको खोइ बस्नु मान्नुहुन्न। अन्तु कटेज यो चाहिँ एउटा कटेज कस्तो दामी रहेछ हो। आफ्नो आफ्नो हेर्न सक्नुहुन्छ अन्तु कटेज। यति मात्रै होइन, अरू अरू नयाँ नयाँ कन्स्ट्रक्सनहरू पनि हुँदो रहेछ। हामी चाहिँ जाँदैछौँ। हेर्न सक्नुहुन्छ अन्तु कटेज। चियापत्ती हेर्नुहोस्, बिरालो पनि रहेछ यहाँ फेरि। यो चाहिँ उकालो जाने अन्त कटेज रहेछ यहाँनिर एउटा हो।
अन्त हेर्न सक्नुहुन्छ सिधी सिधी छ अलिक माथि माथि बाबाहरू चाहिँ जानुभयो बुजु र आमा चाहिँ उता लाउनु हुँदैछ अझै नै सुतेको त हुन्छ यहाँबाट भ्यू हो पुरा होमस्टेहरू छ चाहिँ हो हाम्रो टोली भनेर छ यता हाम्रो ग्रुप सबैजना भाइ बोजू आमा बाबा बाजे अब अन्तु कटेजबाट चाहिँ बिदा लिएर गएको हामी चाहिँ लास्टमा पऱ्यो हो बोजू बाजे आमा बाबाहरू सबै जानुहुँदैछ पोखरी पनि गयो है बोटिङ पनि गरियो घोडा मात्रै छैन रहेछ र हामीले गरिन घोडा चाहिँ यो हो भ्यूहरू यस्तो छ हो त्यहाँदेखि अब चाहिँ हामी यहाँबाट चाहिँ निस्केको हामी अब गाडी भएकोमा जान्छौँ बल्ल बल्ल भयो है यस्तो छ कटेजहरू हो उयोतिर पनि छ कटेज चाहिँ कटेजहरू पुरा रहेछ अब चाहिँ हामी निस्केको स्कुटीमा चाहिँ अब फाइनली कन्यामा आइपुग्यौँ गाडी यहाँ राखेर हामी सबैजना छ कन्या पनि लेखेको चाहिँ अन्त यहाँ चाहिँ अलिअलि पानी आउँदैछ यहाँ बाक्लिङ गरेर चाहिँ अब पानीले भित्र छिटो जाउँ अलिक है अब चाहिँ पानी आयो होला यहाँ चाहिँ कन्यामको भ्यू चाहिँ यस्तो छ हो होमस्टेहरू रहेछ पुरा हजुर बुझ्छु हामी सबै यहाँ चाहिँ अलिक पानी परेर क्या मिठो माटोहरू बनायो यहाँ चाहिँ हामी आउँदा आउँदै पानी पनि पर्यो रोड यहाँ छ रोडको यहाँ चाहिँ यस्तो छ अन्त यहाँ चाहिँ रहेछ है कन्याम लेखेको यहाँ चाहिँ पानी परेर पानी पर्यो हो कन्याममा चाहिँ असिना पनि आयो पानी त होइन असिना पनि आउँदैछ सो हामी चाहिँ अब फर्किने पुरा असिना पनि आयो यो ठुल्ठुलो असिना आउँदैछ हो सक्नुहुन्छ अब चाहिँ हामी हो हामी चाहिँ कुद्दै जाँदैछौँ बाजे बोजूहरू त पुग्नु पनि सक्नुभयो होला गाडीमा कुद्दै जाँदा अब एकछिन गाडीमा बस्नुपर्छ होला हौ कन्याममा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हो अहिले चाहिँ कन्यामा चाहिँ असिना परेको अवस्था बाजे बोजूहरू त के छिटो पुग्नु पनि भएछ कन्यामा असिना परेको बेलामा हाम्रो गेस्टहरू चाहिँ गाडीमा चढ्नु हुँदैछ है यहाँनिर नि होमस्टेहरू रहेछ लु पसौँ उहाँ तल अलिकति बस्नु गेस्टहरू चाहिँ लु पसौँ प्रणिल पस बाबा पस्नु तपाईँ पनि अब चाहिँ हामी पसेको हो कन्याममा चाहिँ अब पानी परेर खै त्यति साह्रो उयो भएन पानी त होइन कन्यामको वेदर यहाँ चाहिँ पानी पर्दैछ हो टुप्पी सबै लगाएर यस्तोहरू छ चटपटीहरू पाउने यस्तोहरू पुरा स्टलहरू छ यहाँ एटिभी छ यस्तो छ
छ भन्दाखेरि चाहिँ तर मैले अलिकति चाहिँ रोक्यो हेरौँ होइन कन्याको एउटा उयोमा छु म क्याफे भन्छ होला क्याफे त्यस्तो टाइपको सेक मगाएको सेक भन्न बाबा सेक अर्डर गरिराख्छु म बाबा भाइ किटक्याट सेक नयाँ ट्राई गरौँ न है ओरियो सेक खाएको हो आज कन्याको भोलि चाहिँ के हो भाइ किटक्याट सेक छ हामी दुईजनाको चेयर्स चेलु अब कन्यामको माथि टुप्पा उयोमा गएको यहाँनिर हो पिक छ रहेछ एउटा बाजारको अगाडि अगाडि हुनुहुन्छ क्यामेराभन्दा ठुलो त्यसको लेन्स छ हामी चाहिँ ऊ माथि जानु खोजेको हो तर अलिक अब टाढै रहेछ हामी चाहिँ कन्याको सेल्फी डाँडा जाँदैछौँ हो ऊ माथि अघि देखाएको चाहिँ यही हो बाबा आमा बोजूहरू आउने हिँड्नुमा चाहिँ अगाडि यहाँ चाहिँ सिडी रहेछ यो चाहिँ हो यो होल कन्याम ऊ पर यहाँनिर चाहिँ कन्याम रहेको छ हो अनि त्यही हो कन्या यहाँतिर भयो घुम्ने यस्तो छ जाँदैछौँ हेर्नु सक्नुहुन्छ यहाँको भ्यू चाहिँ हो आमा बोजू बाजेहरू यताबाट चाहिँ नि वरिपरि सबै जग्गाको भ्यू देख्दो रहेछ अन्त यता साइडको पनि रहेछ यता साइडको भ्यू पनि देख्दो रहेछ वरिपरि डल्लै अब कुन चाहिँ जग्गा हो त्यो चाहिँ थाहा भएन हो अनि डल्लै देख्दो रहेछ प्रायः जति जग्गाहरू यहाँनिर पनि छ नेपालको फ्ल्याग पनि रहेछ देख्दो रहेछ यो चाहिँ हामी अब ओह्रालो झर्दैछौँ हो सेल्फी डाँडाबाट ओह्रालो उमाथि चाहिँ सेल्फी डाँडा छोड्यो उमाथि भन्दा पनि अलिकति माथि हामी निकै माथि नै छु प्रनिल चाहिँ लु अब हर्स राइड गर्न आँटेको छ ऊ पर कन्याम लेखेको छ यहाँदेखिको बाई प्रनिल बाई प्रनिल चाहिँ उयो जाँदैछ यही घोडामा उसले हर्नबाटै चाल पाइहाल्यो घोडामा जाँदैछ भाइ चाहिँ यहाँ घोडामा हामी चाहिँ भाइसँगै घोडामा जाँदैछौँ उसले चाहिँ हर्स राइड गर्दैछ चाहिँ प्रनिलले हर्स राइड गर्दैछ आउँदैछ यो चाहिँ हो होल
कन्यामको भ्यू हेर्न सक्नुहुन्छ। ऊ माथि झन्डा राखेकोमा सेल्फी डाँडा। अन्त यो हो खै भाइ माथि नै छ। स्टलहरू पनि छ पुरा। यिनीहरूले त फोटो खिच्दैन नि ऊ प्रनिल भर्खर जाँदै थियो। प्रनिल छेउ यहाँ त्यसो हामी चाहिँ अब कन्यामलाई बाई बाई गर्दै फर्केको आफ्नो उयोतिर हो। सो हाम्रो नेपाल टुरको भ्लग चाहिँ यति नै थियो। हामी चाहिँ घर पुग्दाखेरि चाहिँ राति परेको थियो, सो एन्ड गर्नु पाइनँ। आजको लागि चाहिँ यति नै थियो। बाई बाई।